कैलालीको बर्दगोरियामा लगातार आगजनी, स्थानीयवासी त्रसित। बर्दगोरिया गाउँपालिका 3 बुटकुवामा गैराती करिब 10 बजे 50 मिनटमा अज्ञात समूहले जोगी कामीको घरमा भीषण आगजनी गराएको स्थानीयले बताएका छन्। काठ र खरले बनेको 3 कोठे घरमा लागेको आगो तीव्र गतिमा फैलिँदै पूरी रूपमा जलेर नष्ट भएको हो। आगलागीमा मानवीय क्षति नभए पनि गहना, लता कपडा, भाडा बर्तन सहित घरका सबै सामग्री जलेर नष्ट भएका छन्। स्थानीयका अनुसार पछिल्ला केही दिन यता अज्ञात समूहद्वारा नियोजित आगजनीका घटना लगातार दोहोरिँदै आएका छन्, जसले वडा नम्बर 103 का बासिन्दालाई त्रसित बनाएको छ। निरन्तर घटना भइरहनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ छ। घटनापछि स्थानीय जनप्रतिनिधिहरूले यसलाई योजनाबद्ध अपराधिक गतिविधि भन्दै कडा निन्दा गरेका छन्। उनीहरूका अनुसार अपराधीलाई तुरुन्तै कानुनी दायरामा ल्याई कडा कारबाही नगरेसम्म यस्ता घटना रोकिँदैनन्। पालिकाले पीडित परिवारलाई सकिने राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै समाजसेवी तथा सहृदय व्यक्तिहरूलाई जति सकिन्छ सहयोग गर्न आग्रह गरिएको छ। यस्तै स्थानीयवासी, समाजसेवी तथा सुरक्षा निकायबीच समन्वय, निगरानी र सामूहिक सतर्कता बढाइएन भने आगजनीका यस्ता घटना अझ दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।